साथीहरू, चुनाव नजिकै गर्दा जनताहरूले नेताहरूलाई के प्रश्न गर्न नपाउने नै हो त? दैलेख क्षेत्र नम्बर 2 ठानियन गाउँपालिका वडा नम्बर 3 माछगरकोमा 2-4 दिन पहिला नेताहरू भोट माग्न भनेर त्यहाँ जानु भएको थियो। स्थानीयहरूको घर दैलो गर्दाखेरि त्यहाँका स्थानीय जनताहरूले हजुरहरू भोट माग्न भनेर मात्र आउनुहुन्छ, कोही त विकास भनेर त्यहाँका स्थानीय जनताहरूले प्रश्न गर्दाखेरि नेताका कार्यकर्ताहरूलाई रासपका कार्यकर्ताहरूले विरोध गरे भनेर अहिले नेताका कार्यकर्ताहरूलाई टाउको दुखाइ भएको छ। साथीहरू, के अब जनताहरूले प्रश्न गर्न नपाउने नै हो त? हजुरहरूलाई के लाग्छ? कमेन्ट गर्नु होला। हस्, धन्यवाद।